सिडको 41 प्याराग्राफको एमा म जे छ अङ्ग्रेजीमा नेपालीमा भन्दैछु amend the constitution to explicitly recognize the rights of indigenous women as well as their right to self-determination in line with the United Nations Declaration on the Rights of Indigenous Peoples. अब यसमा के भयो भने आदिवासी जनजातिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणा पत्र 46 वटा धारा छ, तपाईहरुलाई कण्ठै होला त्यो धाराहरूमा उल्लेख भए अनुसार आदिवासी महिलाका सबै अधिकारहरू र आत्मनिर्णयको अधिकार यो भनेको आदिवासीहरूको आत्मनिर्णयको अधिकार समेत प्रष्ट रूपमा पहिचान हुने गरी संविधान संशोधन गर भनेर उनले रेकमेन्डेसन दिइसक्यो। यो त बाध्यात्मक हो, यो गरेन भने त्यसको परिणामहरू तपाईलाई प्रष्टै थाहा छ हैन। भन्दा अब आत्मनिर्णयको अधिकार भनेपछि आफ्नो भूमिमा भूभागमा र स्रोतहरूमा स्वामित्व पनि छैन, नियन्त्रण पनि छैन भने त्यो त आत्मनिर्णयको अधिकार भएन। र आफ्नो जीवन पद्धतिमा नियन्त्रण छैन भने त्यो पनि आत्मनिर्णयको अधिकार भएन। त्यसकारण यो भूमिसँग धेरै कुराहरू सम्बन्धित छ। त्यसकारण तपाईको मन्त्रालयले पनि यो कुरालाई ध्यानमा दिएर कसरी अगाडि जान सकिन्छ एउटा कुरा। तर के गर्ने भन्नुलाई अघि सुरुमै भन्नुभएको थियो, एउटा अहिले युएनडिपीले यो राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घसँग मिलेर युएनडिपी र राष्ट्रिय आदिवासी जनजाति महासङ्घ आफैले ओन गरेको यो प्रतिवेदन हो। हुन त त्यसको अनुसन्धान गर्ने बेला संयोजक म लगायत हामी नन्दजी लगायत हामी धेरै साथीहरू थियौँ। अब कमलाजी यहाँ हुनुहुन्छ, अनि अमृताजी हुनुहुन्थ्यो, अनि त्यस्तै गरेर ऋतु हुनुहुन्थ्यो। तर यसमा के छ भने आदिवासी महिलाहरूको प्रथाजन्य जुन जीविकोपार्जनहरू छ त्यो सबै भूमिसँग सम्बन्धित, कि जलसँग कि जङ्गलसँग कि माटोसँग कि हावासँग, त्यो सबैसँग जोडिराखेको हुनाले अब त्यसमा चाहिँ त्यो प्राकृतिक स्रोतहरूमा अधिकार भएन भने, आफ्नो स्वामित्व नियन्त्रण भएन भने त्यो प्रथाजन्य तरिकाको जीविकोपार्जन हुँदैन भन्ने छ हैन। त्यसकारण त्यो भूमिसँग सम्बन्धित यहाँ थुप्रै सुझावहरू छ। यो म तपाईँलाई दिन्छु, मन्त्रालयमा सबै मिलेर अध्ययन गर्नु र तपाईँको मन्त्रालयबाट के काम गर्न सकिन्छ त्यो चाहिँ अर्को पटक फेरि भेट भयो भने सुन्न एकदम उत्सुक छु। ल अब तपाईँलाई म बिदा दिन्छु। होइन, उहाँको टाइम छैन अरे, पछि गर्नु, पछि गर्नु, उहाँको पनि छ, अहिले पछि गर्नु। कतिजना बोल्न चाहनुहुन्छ भन्नुहोस् त अहिले उहाँलाई? उहाँको टाइम छैन, दुईजना। तपाईँकै म फ्री प्रायर इन्फर्म कन्सेन्ट लिन्छु। इन्फर्मेसन तपाईँले चाहिँ उहाँलाई क्लिक गरेर समय नोक्सान गर्नुभयो। लेट्स शेयर द इन्फर्मेसन व्हिच विल इन्फर्मेट फर होल सेसन। म भूमिस्वार मन्त्रालयको पूर्व कर्मचारी हो। मलाई धेरै इन्फर्मेसन छ। ए हुन्छ, भन्नुहोस्। हाम्रो लीलाजीलाई चाहिँ क्वेसन गरेर लोकसभाको जाँच लिने जस्तो क्लियर गरियो, र चाहिँ उहाँको लिमिटेसन नबुझेर 10वटा क्वेसन गरेर समय हेरेर फालियो। त्यस कारण चाहिँ मलाई चाहिँ अलिकति दुःख लाग्छ। उहाँले चाहिँ भइरहेको मौजूदा ऐन नियम र कानुन लागू गरेर जवाफ दिन सक्दिनँ भन्नुभएको थियो, तर क्लियर गरिरहनु भएको छ। बनि नसकेको इम्पोर्टेन्ट कुरा छ, नेसनल ल्यान्ड पोलिसी चाहिँ ड्राफ्ट भएको छ, त्यो चाहिँ एप्रुभ नभएको हुनाले उहाँले उठाउनु भएन कार्य। यसमा चाहिँ तपाईँहरूले देखाएको कुराहरू धेरै जस्तो त्यसमा एड्रेस भएको छ, ड्राफ्टमा छ है। यसमा के भनिन्छ भनेदेखि म व्यक्तिगत रूपमा र म अहिले संलग्न भएको संस्था युएन ह्याबिटाट पनि हामी संलग्न थियौँ। यसले के भन्छ भनेदेखि चाहिँ औपचारिक है रैका गुठी सरकारी सार्वजनिकको बाहेक अर्धौपचारिक नन फर्मल र चाहिँ अनौपचारिक इन्फर्मल, जसको दर्ता छैन, इन्फर्मल भनेको समुदायले सोसाइटीले रिकग्नाइज गरिएको छ तर चाहिँ त्यसको चाहिँ टेन्योर चाहिँ लिगली चाहिँ रिकग्नाइज छैन, द्याट इज अनौपचारिक इन्फर्मल। नन फर्मल भन्ने अघि मैले त्यसमा चाहिँ लिगल्ली पनि रिकग्नाइज छ, सोसियली रिकग्नाइज छ, तर लाल पूर्जाहरू बनेको छैन, जस्तो चाहिँ ब्लकको नक्साहरू आदिहरू। र त्यसकारण यी अलिक प्रथाजन्य कुराहरू चाहिँ फेरि बुझ्नुपर्ने कुराहरू, यो फर्मले बुझ्नुपर्ने कुराहरू के भने भूमि
भूमिका सम्बन्ध ल्यान्ड ओनरसिप एन्ड ल्यान्ड